हेर्नु है साथीहरू, आज हामीले माछा खान मन लाएर माछा लिएर आयौँ। अनि यहाँ सफा गर्नुपर्छ, पसलबाट मात्रै राम्रो सफा गर्दैन नि त। माछाको दाँत हेर्नु त साथीहरू, कत्रो कत्रो हुँदो रहेछ कि माछाको दाँती। आम्मा नि यो फाल्नुपर्छ है। अनि यहाँ आम्मा कति साह्रो माछाको दाँतहरू फाल्यो, सफा गऱ्यो। यसरी सफा गर्नुपर्छ घर ल्याएपछि नै माछाको दाँतहरू। अनि अहिले म पकाएर पनि सबै देखाउने आज। मेरो युट्युब च्यानल छ, सब्सक्राइब गरिदिनु है साथीहरू। भिडियो मन पऱ्यो भनेदेखि, मन नपऱ्यो भनेदेखि पनि भन्नु होला। केही कमी कमजोरीहरू छ भने पनि भनिदिनु होला। अनि हामी त्यही अनुसारको बनाउँछौँ। यो चाहिँ माछाको बोसुनी, माछा बोसुनी खानुपर्छ कि। ल सफा भयो। अब यो मसला मोल्नु मात्रै हो। खाँदै माछा बनाउँदै अहिले साथीहरू माछा नि छ। अब मसलाहरू मोल्छु एकछिनमा। त्यसको लागि लसुन केलाउँदैछु, मसलाहरू रेडी गर्दैछु गाइस। मैले साथीहरू यो चाहिँ मेरो फर्स्ट भिडियो हो युट्युबमा। सबैजना साथीहरू सब्सक्राइब गरिदिनु हो है। यो चाहिँ सर्सिउ पिन्दैछु। सर्सिउ हाल्नुपर्छ, माछाको मसला नै यही हो। अब यहाँ लसुन थिच्दैछु है, लसुन अनि मसलाहरू ठिक पार्दैछु। अब उता कहाँ गयो छुटेर फेरि भयो साथीहरू। मसला है अब रेडी भइसक्यो। यो चाहिँ सर्सिउ, यो अदुवा लसुन अलिकति, अनि त्यसपछिबाट यसमा के जान्छ, यसमा जान्छ अलिकति जिरा पाउडर। अनि यो चाहिँ भुटेको जिरा हाल्नु पऱ्यो। अनि यो बेसार हल्दी, अनि नुन कति हाल्नु मैले। अनि यो चाहिँ भेनिगर अलिकति हालेर मोल्नु पऱ्यो। कति हाल्नु। अब यसलाई मोलेर आधी घन्टा जति राख्नुपर्छ। आधी घन्टा जति राखेर अनि यो फ्राई। खानाको लागि चामल रेडी गर्दैछु साथीहरू। चामल मुछेर भात बसाल्छु म। माछा मसला मोलेर राखिसकेँ। अब खानाको माछा राख्दैछु है म यहाँ। पार्क राख्ने जोडा राख्नु त साथीहरू। मैले अब ग्रेभी बनाउँदैछु माछाको झोल। झोल माछा खानेले बच्चाहरूले, झोल माछा मनपर्छ बच्चाहरूलाई। अब अलिकति रस बनाउँछु, अलिकति फ्राई गरेको खाइसक्यो यिनीहरूले। अब फेरि अलिकति राख्नु पर्यो। पार्क राख्ने जोडा राख्नु त साथीहरू। मैले अब ग्रेभी बनाउँदैछु माछाको झोल। झोल माछा खानेले बच्चाहरूले, झोल माछा मनपर्छ बच्चाहरूलाई। अब अलिकति रस बनाउँछु, अलिकति फ्राई गरेको खाइसक्यो यिनीहरूले। अब फेरि अलिकति राख्नु पर्यो। झोलको लागि यहाँ ग्रेभी रेडी गर्दैछु साथीहरू, हेर्नु होला। टमाटर एड गर्दैछु। अलिकति पानी एड गर्नु साथी, झर्न लाग्यो है। अलिकति पानी एड गरेर माछा ग्रेभीको लागि झोल धेरै झोल नहाल्ने, अलिकति मात्रै हाल्ने। अब यसमा माछा एड गर्नुपर्छ यसमा।
एकछिन उमालेपछि अनि यो रेडी भयो अब एकछिनमा रेडी हुन्छ। हाम्रो चाहिँ यो रेडी भइसक्यो साथीहरू। अब धनियाँ एड गरिदिएँ मैले है। अब ल साथीहरू अब खाना पाक्यो हाम्रो। अब खाना रेडी भइसक्यो। अब खाँदैछु है। अब खाएँ खाना। माछा चाहिँ दामी बनाएको छ बुढीले। ल खाएँ साथीहरू।